नमस्ते, म डाक्टर हेम सुवेदी, गाइनेकोलोजिस्ट। आज म यहाँहरूलाई एउटा सानो जानकारी लिएर आएको छु। त्यो जानकारी हो के सूर्यग्रहणले गर्भवती महिलालाई असर गर्छ अथवा गर्भको बच्चालाई असर गर्छ भन्ने कुरा लिएर आएको छु। सूर्यग्रहणले गर्भवती महिलालाई र गर्भमा रहेको बच्चालाई कुनै पनि असर गर्दैन। यो सबै हाम्रो धार्मिक र सांस्कृतिक मूल्य र मान्यताका कुराहरू हुन् र यसलाई तीनटा रूपमा हेर्न सकिन्छ। एक नम्बरमा धार्मिक मान्यता र सांस्कृतिक मान्यता अनुसार यदि गर्भवती महिला सूर्यग्रहणको बेला बाहिर जानुभयो र सूर्यग्रहणलाई हेर्नुभयो भने त्यसले आमाको पेटभित्र रहेको बच्चालाई असर गर्छ भन्ने कुरा सांस्कृतिक र धार्मिक मान्यता मात्रै हो। यसको कुनै पनि वैज्ञानिक आधार भेटिँदैन। र दुई नम्बरमा वैज्ञानिक तवरले हेरौँ, सूर्यग्रहणबाट निस्किँदाखेरि निस्किने जुन किरण छ त्यो किरण सामान्य सूर्यको किरणभन्दा खासै फरक हुँदैन। सूर्यग्रहण कसरी हुन्छ भने सूर्य र पृथ्वीको बिचमा जब चन्द्रमाले सूर्यको किरणलाई छेकिदिन्छ त्यो बेलामा सूर्यग्रहण लाग्ने हो। त्यही भएर सूर्यबाट निस्किने किरण अरू समयभन्दा फरक हुँदैन। तर यदि नाङ्गो आँखाले सूर्यग्रहणलाई हेरियो भने आँखामा भने असर गर्न सक्छ। त्यो बाहेक वैज्ञानिक तवरबाट हेर्दाखेरि बच्चालाई र आमालाई अरू केही पनि असर गर्दैन। तेस्रो, मनोवैज्ञानिक असर। यो मनोवैज्ञानिक असर कसरी हुन्छ भने कुनै पनि गर्भवती महिलाले सूर्यग्रहणको बेला मैले सूर्यग्रहण हेरेँ भनेर धेरै नै चिन्तित हुनुभयो भने त्यसले मनोवैज्ञानिक तवरबाट तनाव ल्याउने र स्ट्रेस ल्याउने गर्छ। स्ट्रेस र तनावले त असम्भावी नै बच्चालाई असर गर्न सक्छ। त्यही भएर ती तनावहरू नलिनु। यसबाट कसरी बस्ने त भन्दा एउटा सूर्यग्रहण भएको बेलामा सकेसम्म नगइदिए राम्रो, गएर नि के हुने हो र, होइन। र दुई नम्बरमा यदि गइहाल्यो भने पनि त्यसलाई चिन्ता नगर्ने। हामीले के कुरा बुझ्नुपर्छ भने आमाको पेटभित्र भएको बच्चालाई तपाईँको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषणले एकदमै धेरै प्रभाव पारेको हुन्छ। त्यही भएर यदि त्यो सबै कुरा ठिक छ भने तपाईँको पेटभित्रको बच्चा केही पनि हुँदैन। त्यही भएर धेरै चिन्ता नगर्नुहोला। थ्याङ्क यू। र यस्तै भिडियोको लागि फलो गर्नुहोस् र सम्पर्कको लागि फोन नम्बर छ। थ्याङ्क यू भेरी मच।